हेलो गाइस, वेलकम ब्याक टु द च्यानल। अनि म चाहिँ आज ड्युटी भएर लागेको गाइस, हेर्नुहोस् होला तपाईँहरूले। यो चाहिँ बिहानीको सिन हो, जो पानी पर्दै गर्दाखेरि चाहिँ म ड्युटीमा हिँड्दै गरेको। अनि म चाहिँ ड्युटीतर्फ जाने लागेको। क्यामेरा पुरा हल्लिँदैछ किनकि छाता मोडिरहेको पर्छ। अन्त गाइस, यो चाहिँ हो घर जाने उकालो बाटो हो। अनि यो चाहिँ हो तपाईँको यहाँदेखि उकालो चाहिँ सिडी छ। यो चाहिँ हो उकालो चाहिँ हाम्रो पुरा घरहरू देख्छ। अनि यहाँ चाहिँ बिहान पनि छाता ओढिरहेको रहेछ आन्टीहरूले। अनि म चाहिँ छाता ओढेर चाहिँ अब ड्युटीतर्फ लागेर यहाँ बहिनी बसेर बसिरहेको रहेछ। अनि म चाहिँ यहाँ चटक्क लगाएर चाहिँ मेरो फेस एरिया छाता ओढेर यस्तो भइरहेको छ फेस। यहाँ चाहिँ सिन हेरिहाल्नुहोस्, आन्टीले बाटै छेकेर हिँडिरहेको रहेछ। यो चाहिँ हाम्रो घोडाहरू जाने यो चाहिँ तपाईँहरूले देख्नुहुन्छ। आन्टी बाटो छोडिबस्न बाटो छाताहरू गरेर सिधै अहिले यहाँ आइपुग्यो। अनि यहाँ चाहिँ हाम्रो झोडा छ, झोडाको त्यहाँ चाहिँ घर बनाउँछ। अनि तपाईँहरूले मेरो भिडियोलाई लाइक कमेन्ट चल्छ माथि बस स्ट्यान्ड छ। यहाँ जुन चाहिँ गाडी छ त्यो गाडीले चाहिँ स्ट्यान्डसम्म गर्छ। साह्रो बिग्रेको छ कि यो कालो चाहिँ 11 नम्बरको गाडी 11 नम्बर हाल्यो। अनि भिडियो पुरा हाल्नको लागि नगरिदिनुहोस् किनकि मैले पानी झरीमा बनाएको। अनि म चाहिँ यहाँ एकैचोटि गाइस, अनि यहाँबाट चटक्क भएर उकालो यहाँ चाहिँ रिसर्च समाज छ। अनि यो उकालो चाहिँ जाँदै छु तपाईँ बाटो हेर्नुहोस्, बाटो डरलाग्दो बिग्रेको झलक्क भएर उकालो फेरि उकालो यहाँ उकालो हेरिहाल्नुहोस्। उकालो छ। अनि यहाँ चाहिँ छ तपाईँको कृष्णको घर गाडीहरू चाहिँ। अनि यहाँ चाहिँ गाडीको बाटोमा चाहिँ गाडीलाई साइड दिनु सक्नुहुने यसरी आउँछ गाडीहरू साइड दिनुपर्छ। अनि हाम्रो यहाँ चाहिँ दादा कुन्दन दादाको दोकान चाहिँ उसले जेरक्स प्रिन्टआउट सबै गर्छ। यहाँ बाटोमै पर्छ। अनि बाटोमै पर्छ। यहाँ चाहिँ अब भिजिट गर्नुहोस् आएर। यो चाहिँ कहाँ पर्छ भने स्ट्यान्ड ओह्रालो
ओह्रालै आउनुपर्छ। सानो दोकान छ त्यहीँ हो, उसको कुन्दन दादाको दोकान भन्ने छ। त्यहाँ चाहिँ अगाडि चिप्सहरू झुक्याएको हुन्छ। यो उकालो चाहिँ उकालो यो त्यसको चाहिँ बोटानिकल गार्डन पुग्छ गाइस। अनि यो उकालो थ्याङ्क यू फर द वाचिङ। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला गाइस। बाई बाई।